चलचित्रको रूपमा रहला, खेलाडीहरूलाई प्रतिनिधित्व गर्ने चलचित्र बन्ला, बायोपिकमा एउटा इतिहास रचला, अथवा भनौँ जुन किसिमको सफलता र लोकप्रियताको आज चर्चा छ अन्जिलाको, मैले देखो पछौरी कहाँ हरायो सन्नानी डल्ले डल्ले खुर्सानी पिरो भए मोइ खानी मैले देखो पछौरी कहाँ हरायो सन्नानी इन्द्र कमल फुलको बोट मनमा केही छैन खोट माया गर्ने मान्छेसित नहोस् बेइमानी माया गर्ने मान्छेसित नहोस् बेइमानी ऊर्जा बनायो। उनको जीवनीमा आधारित यो फिल्मले यति धेरै ठुलो सफलता पाएको छ। दर्शकहरू धुलो लोका छन् र मैले पनि त यो गर्न सक्छु अथवा यस्तो पनि हुँदो रहेछ भन्ने हिसाबको एक किसिमको पाठ सिकेर आएको हामी पाएका छौँ। यो सफलता समग्र यो क्षेत्रका लागि मिलेको सफलता हो भन्ने मलाई लाग्छ। यो टिमको मात्र सफलता होइन, यो सबैको सफलता हो। अब एन्जिलाजीको बारेमा मैले धेरै भनिराख्नै पर्दैन, मलाई भन्दा बढी तपाईँहरूलाई थाहा छ। फिल्म हेरिसक्नु भएको छ, अझ बढी बुझिसक्नु भएको छ। अब फिल्मको टिमसँग सम्बन्धित रहेर मैले दुई व्यक्तित्वको बारेमा